शान्तिको मात्रै आउनु बनाइ के गाइस यो चाहिँ आज सानो आन्टीको बर्थडे है आन्टीको बर्थडे आन्टी ल गाइस आज चाहिँ यहाँ यी सम्पूर्ण ल हेर्नु गाइस यहाँ भिडियो जान्छ अब यो युट्युबमा हाल्ने मैले भ्युज आउनु परेन ल क्यामेरै अर्कै आयो कि विष्णुगत चाहिँ अब खुवाइदिनु लानु भएको केक मम्मी चाहिँ यहाँ बसिराख्नु है हेलो मम्मी यता हेलो नभनेको ल उता अनुहार ल विष्णुगत दलिदिनु ल ल विष्णुगत दलिदिनु कि आज झ्याम्मै ल हेर्नु गाइस उता ल सम्पूर्ण चाहिँ हो कि सम्पूर्ण मान्छे ल हेर्नु खानामा हतार छ कि सम्पूर्ण ल ल ल ल ल ल सम्पूर्ण ओइ हात ल गाइजी बुढा र बुढीको त्यो चाहिँ सम्पदा चाहिँ त्यहाँ चाहिँ मेरो ब्लग चाहिँ धेरै युज हुन्न है गाइज छोटो हुन्छ मलाई ब्लग गराउनु लाग्यो धेरै भयो नगर्नु हेर्नु अब हेर्न सक्नुहुन्छ यहाँ ए बर्थडे कल स्नेगल यो चाहिँ कान्छी दिदी हाई भन्नु कान्छी दिदी ब्लग हो क्या ब्लग अस्ति हाल्थेँ नि मैले त्यही हो हाई भन्नु न यस्तो गर्नु लाइक गर्नु लाइक ल अब हेर्न सक्नुहुन्छ यहाँ बर्थडे यहाँ चाहिँ सानीमा ल हेर सानीमा बसिराख्नुहुन्छ छ अब चाहिँ सम्पदाले चाहिँ अब यहाँ केक बाँड्न लागे अब अनि चाहिँ विष्णुगल गुरुजी है गुरुजी बसको सम्पर्क गर्न छ अनि यहाँ सम्पर्क गर्न सक्नुहुन्छ तपाईँले अनि गाइस आज चाहिँ म मेरो अनुहार देखाउन चाहन्न है सम्पदाको डेकोरेसन सम्पूर्ण हेलो गाइस मेरो पनि भ्लग आउँछ अब लगाइ हेर्न सक्नुहुन्छ गाइस मेरो पनि भ्लग आउँछ अहिले लाइक शेयर कमेन्ट हान्न नभुल्नु होला जङ्गे ल गाइस यहाँ चाहिँ बच्चाहरू हुन् कि बच्चाहरू त्यो ल ल ल ल ल फुट्दैन फुटायो सम्पूर्ण चाहिँ डन पारा हो क्या डन दादा उता सम्पदाको फेरि छुट्टै चटक ओइ यता हेर्न सक्नुहुन्छ यहाँ सबैजना ल सुनमा हाई भन्नु ल यता सबैको आउँछ हेर्नु युट्युबमा म त हाल्ने हो यही ब्लग हो यो चाहिँ हाम्रो लाइक गर्नु लाइक चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले सबै यता खै त हामीलाई हेर्नु सम्पदाले चाहिँ एक्लै बाँडिराखे अब यहाँ हेर्न सक्नुहुन्छ सबै यहाँ चाहिँ रमाइलो भएको छ कि रमाइलो ओ सम्पूर्ण यता आइज हो गाइस मेरो चाहिँ अब छोटो हुन्छ है ब्लग सातवटा ओए सम्पदा खै कि हाम्रो चुखुपन ओए सकिन यहाँ आइज ओए सचिन ओए सचिन कस्तो भयो तँलाई बर्थडे कस्तो हो भनेको ए मातिन्छस् कस्तो हो भन् त
पक तेरो बाबालाई देखाइदिन्छु यो भिडियो पक तेरो बाबालाई र मम्मीलाई अब हेर्न सक्नुहुन्छ ल हेर यहाँ चाहिँ अस्मिता दिदीको चाहिँ पुरा गिफ्ट चाहिँ आज गिफ्टै रहेनछ त सबैले छाड्नु होला नि भाषण सम्पूर्णको चाहिँ छुट्टै पारा हो कि एरो किन अनुहारै अर्को देखिन्छ हेर्नु न तपाईँको युट्युबमा लगाएर कान्छीको छुट्टै पारा अब चाहिँ आजलाई यति अब अर्को भिडियोमा भेटौँला है गाइस त कान्छी बाई भन्नु ल आजको लागि यति अब अर्को भिडियोमा भेटौँला बाई बाई गाइस